हेलो। अनि भोलि चैत्र 15 गते कता के तन्त्र के चाहिँ नि कसको भिडन्त अरे। अनि काठमाडौँ पुरै चाहिँ नि रिङ रोड जाम गर्ने पुरै चाहिँ नि तयारी भइरहेको छ अरे। त के हो कसो हो भोलि? अनि चाहिँ नि हाम्रो चाहिँ नि देशका विद्यार्थी कर्णधार होइन, भोलिका भविष्यका कर्णधार विद्यार्थी भाइ बहिनीहरूको एसइई इक्जाम चलिरहेको छ भन्ने कुराको ख्याल छ कि छैन हौ नेपाल सरकारलाई? नेपाल सरकारले आफै चाहिँ नि रोडमा उत्रिने भन्ने कुराहरू चाहिँ नि पुरै चाहिँ नि होइन लाखौँ जनता सडकमा उतार्ने भनेर चाहिँ नि यो के को रवैया देखाउन खोजेको, कसका लागि देखाउन खोजेको, अनि यो किन देखाउन खोजेको, के को लागि हो यो? ती भोलिका कर्णधार विद्यार्थी भाइ बहिनीहरूले आफ्नो भविष्य बनाउनु पर्दैन? भोलि देशको भविष्य बनाउनको लागि उनीहरू जुट्नु पर्दैन? उनीहरूले एसएलसी एसइई इक्जाम दिइरहँदा अनि उनीहरूको त्यो सबै कुराहरू चाहिँ नि त्यसरी चाहिँ नि विद्यार्थी भाइ बहिनीहरूलाई एक त चाहिँ नि आफूले कसरी इक्जाम दिने, कस्तो चाहिँ नि प्रश्नहरू आउँछन् भन्ने कुराको मनमा डर भइरहेको बेला अनि त्यसरी चाहिँ नि विद्यार्थी भाइ बहिनीहरूको त्यो चाहिँ नि पढ्ने वातावरण त्यसरी चाहिँ नि बिगारिदिने, त्यसरी चाहिँ उनीहरूको चाहिँ नि जीवनमा खलल हुने खालका त्यस्ता गतिविधिहरू सरकारले गर्नु चाहिँ नि कहाँसम्मको यो कुरा हो? तपाईँहरू के भन्न चाहनुहुन्छ यो भिडियोमा? तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ।